यत्रो मेहनत गर्दा पनि भ्यूज आउँदैन, सोचेको जस्तो केही पनि हुँदैन, ह्या छोडिदिन्छु यो सब। हो, यही कुरा मेरो मनले बारम्बार भनिरहन्छ। So hey guys, good morning everyone, welcome and welcome back to the Real Story with Prakriti Bogatiko 21 day series to become someone I'm really proud of myself ko episode 20 ma. Every single time I messed up, people say just be consistent, but nobody talks about how exhausting it is to restart the same thing again and again. Gap year ma timro energy haraउँछ, not because you don't care, but because you care too much. You plan, you fail, you blame yourself repeatedly. As a day 20 हो, honestly भन्नुपर्दा I don't feel excited. I feel tired and confused. म यति दिन मेहनत गर्दैछु तर नम्बरले गरिरहेको छैन। 200 भ्यूज आउँछ अनि यो भ्यूजले मलाई हेरेर हाँसेको जस्तो सोधेको जस्तो लाग्छ। Am I really improving or just pretending? But slowly realize गर्दैछु डिसिप्लिन लाउड हुँदैन अनि कन्सिस्टेन्सीले क्ल्याप माग्दैन। म चेन्ज भइरहेको छु अरूले नोटिस नगरे पनि। आज म कन्टिन्यू छु बिकज म भ्यूजको लागि होइन, म आफ्नो वर्डसँग लोयल हुन यो सिरिज स्टार्ट गरेको हो। तर पनि भ्यूज नआउँदा नराम्रो त लागिहाल्छ नि, होइन र? किनभने छुट्टै टाइम मेन्टालिटी यसमा पनि लगाएको हुन्छ। सो गाइज, डे 20 नट फुल्ली प्राउड, नट पर्फेक्ट, बट स्टिल हियर। र अहिलेसम्म ट्राई गर्दैछु अनि पढ्दैछु। यो कुरामा म प्राउड अफ माइ सेल्फ। अनि थ्याङ्क्स फर वाचिङ।